यहाँ ल जिन्दगी सरर अम्लिसो बारीमा कहाँ गएको माङजिङमा हामी चाहिँ आज सेन्टरमा आएको यहाँ हो यो सेन्टर छ यहाँ अब कहिले मान्छे कहाँ गएको हो म पछि जाँदैछु उफ हिँडेको छ अगाडि अगाडि कस्तो बाटोबाट गाडी लिएर आउनु छ कति साह्रो पर्छ गाडी लिएर आउनु अन्त के गर्नु यो ओह्रालो बाटो यस्तो बाटो हिँड्नुपर्छ है यहाँ गाडी लिएर बस्छ यहाँ हाम्रो गाडी कुद्छ बिहान आएको बिहान 8 बजी घरबाट निक्लेको बिहान 8 बजी घरबाट निक्लेर माङजिङमा यस्तो बाटोमा आएर यहाँ आफ्नो बुढी भने फेरि तितेपाती छानिरहेछ ऊ माङजिङ आएर के गर्छ होला भनेर तितेपाती तर यहाँको गाउँभित्रको बाटो राम्रो रहेछ तर यहाँ रुखै रुख खतरा छ तर गाडी कुदाउनु एक्सपिरियन्स छैन भने चाहिँ सकिन्छ यहाँ चाहिँ मान्छेहरू हो खतरनाक जग्गा रहेछ यो पुरै चिलाउनेको रुखहरू रहेछ त पुरै चिलाउनेको रुखै रुख बाटो चाहिँ यस्तै रहेछ यहाँ तर बाटो यतिको ठिकै हो अन्त हामी बुढाबुढी चाहिँ अब के हाम्रो माथि माङजिङ सेन्टरमा आएको थिएँ यहाँनिर चाहिँ अब आएर हामी 2 घन्टा बादमा फेरि आउनु भएको छ हामीलाई र त्यो चाहिँ हामी चाहिँ टाइम पास गर्दै बाटो हिँडिरहेको छु माङजिङमा त्यो बाटो सुँग्दै हिँडिरहेको छ मेरो बुढी चाहिँ धुप्पीको रुख हुन्थ्यो अन्त यहाँ चाहिँ हामी के गर्नु अब उकालो ओह्राली गर्दै खोला नाला सागर तर्दै दुःख पीडा बिर्सँदै म आए ओह्रालो त जाँदैछ अहिले फेरि उकालो आउनु साह्रो पर्छ होइन फेरि उकालो हिँड्छु फेरि अहिले उकाले ओह्राली गर्दै